Hi guys, welcome to my vlog अनि आजको कमरा छ गाइस यो चाहिँ हाम्रो सबैको गिफ्ट हो हैन यो त अनुष्का लगाउनमै खान्छ खोइ त होल के हो यस्तो खजाना ओ फर्स्टमा चाहिँ रिता भाइ Hi guys, welcome to my vlog अनि आजको मेरो vlog चाहिँ सुरु हुन्छ कलेजबाट म चाहिँ यति धेरै एक्साइटेड छु कि गाइज हैन हाम्रो चाहिँ यो सेक्रेट एन्जल खेलेको थियो क्या हामी 6 जना केटीहरू म चाहिँ अहिले दिम भन्छु उनीहरु चाहिँ मान्दैन उनीहरुको लन्चमा अरे के यति एक्साइटेड भइसक्यो म त एकदम एक्साइटेड छु क्या खासमा मलाई कस्तै के देला हैन के मेरो नाम चाहिँ कस्ता परेछ यति भएर हो तिमीलाई किन यस्तो भएर तिमीले गिफ्ट खोल्न लायो चाहिँ गिफ्ट खोल्न गाइज हामी खेल्दा फेरि चाहिँ हामी सबैजना खेलेको छौँ मतलब 6 जना खेलेको छौँ हैन अब कसले के कसलाई को पर्यो कसले के पाउँछ त हजुरलाई म यो भिडियोबाट देखाउँछु फुल भिडियो हेर्नुहोस् मलाई चाहिँ शङ्का लाग्छ उसलाई चाहिँ मै परेको छु क्या जहाँसम्म लाग्छ जल्दी गरौ जल्दी 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 गाइज हामी चाहिँ सुरु गर्दैछौँ है त गेम खेल्नलाई कसलाई के पर्यो ये एकदम धेरै एक्साइटेड छौँ है म चाहिँ अब तिमी चाहिँ कतिको छौ ये अनुष्का गङ्गाको बिचरा अब फर्स्ट अफ अल चाहिँ क्रिसमस भएर अनि अर्को चाहिँ मलाई लाग्छ उसँग मिल्छ त्यो गिफ्ट उसले एस्थेटिक मागिरहेको थियो मान्छे क्युट क्युट ल्याइरहेको त्यही होला के भन्ने ए मेरोमा है ल मेरो गेस गर कसको पर्यो भनमको पर्यो गाइस यसको चाहिँ म परिरहेको छु राम्रो छैन है पहिले भनिदिन्छु तर गिफ्ट चाहिँ बबाल छ म एकदम क्युट लाग्यो एउटा छ बट क्युट लाग्यो अनि म चाहिँ कस्तो एक्साइटेड छु क्या ये थ्याङ्क यू ल बकुस सरी 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 ओके Wow! Thank you so much. Cute लाग्यो मलाई चाहिँ एकदम कस्तो खुसी क्या मैले सोचेकै थिइनँ क्या थ्याङ्क यू सो मच अनुष्का म त्यही खाएर म भिडियो बनाएर हाल्छु ये मलाई चाहिँ गेस गर्न सक्छ मलाई को परेछ मैले चाहिँ स्विट गिफ्ट ल्याएको छु होइन अनि त्यो चाहिँ उसले मन पराउँछ भन्ने चाहिँ मलाई लागिरहेको छ है अनि यो मलाई परेको चाहिँ मेरो सेक्रेट एन्जल भनेको चाहिँ मेरो पार्टनर हो होइन जुन चाहिँ जहिले साइडमा हुन्छ ऊ चाहिँ एरिका हो एरिका खैला खोलौँ कति धेरै प्याकेजिङ रहेछ कसरी खोल्नु यस गङ्गालाई परेछ बर्थडे गिफ्ट दिन परेन सरी जोक गरेको कसै च्याति हुन्छ तर के दामी प्याकेजिङ गरे है गाइस झन् मेरो गिफ्ट यति एक घन्टा मेरो गिफ्ट खोल्दै लाग्छ होला एकछिनमा कति ओ माय गॉड के
वाउ एउटा ब्रेसलेट छ एउटा उ छ अनि आशा होइन म सुनाउँछु ल उसले चाहिँ तिमीलाई जो परेको थियो उसलाई त यही ल्याइदिँदा हुन्छ अरे क्या यो लिप ग्लस बोइल ल्याइदिँदा हुन्छ र अनि मैले सोचेँ क्या अनि उसले अघि मैले सोद्धाखेरि चाहिँ तिम्रो फेभरेट कलर कुन भनेको के अरे पिङ्क अरे अनि यो पर्पल पनि भनेको थियो क्या ठ्याक्कै मिलिरहेको ए हो कस्तो लाग्यो एकदमै राम्रो तर मैले एक्सपेक्ट गरेको थिइनँ कसैले एक्सपेक्ट नै गरेको म उसलाई टिप्स दिइरहेको थिएँ कि लिप बाम ल्याइदियो जस्तो रिफिल गरौँ एकदम अनएक्सपेक्टेड छ भूमिका हो अनि थाहा छ उसले कस्तो सस्पिसियस बनाइरहेको थियो नि त अनि कसैले गेसै गरेन कि यो मेरो गिफ्ट तर अलि प्याकेजिङ चाहिँ धेरै टाइम लाग्छ होला ल खोल्न वाउ मान्छे खतरा हो धेरै राम्रो छ थ्याङ्क यू सो मच एरिका मैले एक्सपेक्ट चाहिँ गरेको थिएन ल कस्तो क्युट छ थ्याङ्क यू धेरै धेरै आजको मरा छ मेरो चाहिँ बिपा नै परेको छ सरी मैले त्यस्तो धेरै राम्रो त छैन ल मैले दिएको ल हेर के अरे सबैले स्याङ्जालीलाई मसँग मैले स्याङ्जालाई ल्याउनु पर्छ सोचेको थियो तर स्याङ्जालीलाई मैले पहिल्यै सोचेको थिएँ ऊ मेरै नाम परेको छ म लागिरहेको थियो कि लागिरहेको थियो खै किन लागिरहेको थाहा छैन तर मलाई लागिरहेको थियो अहिले फेरि नछोड है स्याङ्जालीले मलाई होइन ओ माइ गॉड यही यो चाहिँ मलाई चाहिएकै थियो थ्याङ्क यू त्यो क्लिप लगाइहाल कति राम्रो ल्याइदिएको के तिमीले मेरो कानमा पनि नोटिस गरेको थियो स्याङ्जाली कानमा पनि नोटिस गरेको थियो अलिक पछि लाउँछु एकछिन अगाडि भनेको थियो नि त स्पेसल पर्सन यो क्लासको सिआर हो नि त मैले चाहिँ के सोचेको थिएँ भने ल म भन्छु ल उसलाई गिफ्ट मैले हेरेँ अनि ठ्याक्कै दिव्या पऱ्यो क्या अनि अब त यो सिआर मैले के सोचिरहेको थिएँ भने चाहिँ यो म अनि सिया दिव्या शर्मा लेख्ने मेरो इच्छा थियो है मन चाहिँ त्यो थियो अनि कि उसको फेसबुकबाट फोटो निकालेर कप्रिन्ट गर्ने थियो होइन तर बिहान बन्द भएर भएन अनि उसको लागि त अब त्यस्तो खतरा मैले तिमीको जस्तो प्याकेजिङ स्याकेजिङ केही गरेको छैन तर म दिन्छु ल यो ल्याउनु मन भिजाउँछ किनभने अब ऊ त लयसियन हो नि त
यो पेन त्यतिखेर युज गर्नु जति बेला तिम्रो स्पेसल डे हुन्छ अनि यो पेनमा त्यस्तो चिजहरू लेख्नु जुन तिमीलाई मन पर्छ गाइस मलाई चाहिँ एकदमै मन परेन अब यो नोट्समा चाहिँ मैले के लेख्छु भन्दा क्लासको केही इसेन्सियल कुराहरू हुन्छ इम्पोर्टेन्ट कुराहरू हुन्छ त्यो कुराहरू लेख्छु थ्याङ्क यू बेपना लभ यू बेपनाको बर्थ डेट लेख्नु पर्छ कहिले घरमा खोलेर लेखेको असार 28 ल म रिमेम्बर गरेँ थ्याङ्क यू अब मेरो पालो होइन त मेरो चाहिँ छाया थियो है ल अनि बडा कुरा चाहिँ भन्छु ल यहाँभित्र चाहिँ सुन ल यहाँभित्र चाहिँ एउटा बक्स होइन त्यो बक्स चाहिँ मैले आफ्नै हातले बनाएँ अनि मैले चाहिँ त्यो डुडल गर्दा के बाई क्रिसमस ट्री अनि त्यो बोजहरू अनि लभ हार्टबाट होइन त्यस्तो गरेर चाहिँ डुडल गराएको छु तर राम्रो चाहिँ छैन बट देन आई ट्राइड त्यही भएर ल ह्याप्पी मेरी क्रिसमस खोला खोला न मजाले खोला कि Chocobai. Oh wow! कस्तो राम्रो रहेछ मैले नेल पेन्ट पाएँ है वाह ओ यो चाहिँ के रहेछ ओ हेर्नु पर्यो आमा वाह थ्याङ्क यू ए लेटर पढ्नु लेटर के रहेछ है मेरी क्रिसमस है सुरुमा ल मेरी क्रिसमस रे अनि त्यसपछि all I want for Christmas is you थ्याङ्क यू ल मेरो गिफ्ट चाहिँ त्यस्तो ऊ चाहिँ छैन तर पनि है एक्साइटेड ल के हो बक्स हातै भयो चोको पायो चोको पायो बक्स भित्र के छ अरे चोको पायो खोइ त होल के हो यस्तो खजाना ओ फर्स्टमा चाहिँ रिता भाइ अर्को सेम नेल पोलिस कलर चाहिँ परेको अनि पेन यो पेनले म लेख्छु अब अनि स्टिकी नोट बक्स गाइस यो चाहिँ हाम्रो सबैको गिफ्ट हो होइन तर हामीले अनएक्सपेक्टेड क्या कसैले केही सोचेको थिएन है कति रमाइलो ल